नमस्कार, म विकास लामा, बेथाञ्चोक गाउँपालिका वडा नम्बर 4 लामा गाउँबाट पमरङ खानेपानी उपभोक्ता समितिको अध्यक्षबाट आएको यहाँ। पानीसँग बाढी पहिरोले हाम्रोमा त धारै आएको थिएन नि, धारासारा अब यो पानीको यो जुन पहिला आएको उहरू पाइपहरू लाइनहरू सबै ध्वस्तै भएको थियो। अनि अब पछि अब हाम्रो योजना आएपछि अहिले पहिला घर घरमा धारा थिएन, अहिले एक घर एक धाराको योजनाहरू आएपछि धेरै सहयोग भएको छ नि सबै उपभोक्ताहरूलाई। पहिला चाहिँ हामी त्यही खानेपानी जम्मा 6-7 घरहरूले मात्र बाँडेर खान्थ्यौँ। अहिले ठुलो इन्टेकमा के अरे रिजर्भ ट्याङ्क बनेको छ 14,000 लिटरको। अनि त्यही भित्र 29वटा धारा बनेको छ। 29 घरधुरीलाई अहिले हामीले पहिलाभन्दा धेरै बढाएर 29 जनालाई 29वटा घरधुरीले चाहिँ पुऱ्याएको होला। खोलामा बोल्नु पर्दैन छ तपाईँको ठ्याक्कै 1.5 किलोमिटर तल त्यो पानी लिनको लागि 1.5 किलोमिटर हिँड्यो, न बाटो थियो केही पनि थिएन। बाढी पहिरोको बेलामा त 1.5 किलोमिटर 1.5 किलोमिटरै हो त्यति चाहिँ हिँडेर पानी लिन जानु पर्थ्यो। अब अहिले चाहिँ छैन, अहिले त 1.5 मिटर घरबाट घरमै आँगनमै कोहीको किचनमै टाँसिया छ ढलमै। त्यो धेरै सजिलो छ। पहिला नेपाल रेड क्रस सोसाइटीले नै सबै सामानदेखि लिएर अरू संस्थाहरूले चाहिँ कस्तो गर्नुहुन्थ्यो भने सर यो सामान मात्र ल्याइदिने अनि के अरे यो उपभोक्ताहरू आफैले नै यो बनाउने श्रमदानबाट भनौँ न। अब हाम्रो रेड क्रस उसले चाहिँ संस्थाले चाहिँ के गर्नुभएको छ भने सबै के छ त्यो उमा अब अलिअलि श्रमदान त भइहाल्छ नै गाउँघरबाटै, अरू चाहिँ सबै रेड क्रस सोसाइटीले ल्याउनु भएको थियो। त्यो उको खानेपानीको त्यो टोटल खर्चहरू अनि कति जान्छ सबै उहाँहरूले इस्टिमेट गरेर डिजाइन उहाँहरूको नै बनाउनु भएर अनि मिस्त्री खर्च हेल्पर खर्च सबै उहाँहरूले ल्याउनु भएको थियो। अब तपाईँको 1.5 किलोमिटर 2 किलोमिटर हिँडेर जानुभन्दा त अनि घरमै अब धेरै रमाइहाल्छन् मान्छेहरू, एकदम खुसी छन् सबैजना। अब अहिले प्रायःको सबै अरू वैकल्पिक हुनै छैन, सबै त्यही धारैबाट मात्र। अन्य ठाउँमा जानुपर्ने आवश्यकै छैन, त्यही 24 घन्टा खोलेको छ हामीले। अहिले मुहान पनि ठुलो नै छ, दर्ता भएकै मुहानहरू छ त्यो पहिलाको। अब त्यो बाढीले क्षतिक्षेत भएपछि नयाँ बनेपछि चाहिँ अहिले सबैलाई राम्रै छ। त्यसो पनि हामीले चाहिँ तपाईँ कस्तो गरेका छौँ भने ठाउँ ठाउँमा यो चुनहरू छान्नलाई अब फिल्टर गर्न भनौँ छ इन्टेक के भन्छ त्यसलाई माथि इन्टेकबाट अर्को तल ट्याङ्की, त्योबाट फेरि अर्को डाँडामा ट्याङ्कीबाट झरेर फेरि मात्र रिजर्भ ट्याङ्कीमा झार्ने गरेका छौँ कि हामीले। फिल्टर पनि एकदम राम्रो हुन्छ र पानीको चेक गर्ने मेसिनहरू पनि दिनुभएको छ हाम्रो संस्थाबाट। अनि अस्ति भर्खर पनि गरेको लगभग 1 हप्ता भयो यो पछि के भन्छ बाढीपछि गरेको। पानी पनि क्लियरै छ अहिलेसम्म, त्यस्तो धमिलो आउने फोहोर हुने त्यस्तो पनि केही पनि छैन। त्यो नै क्षति नै भयो भने त सर अब त्यो वडा स्तरीय अब केबाट सहयोग माग्नुपर्छ सर होइन। अब सानोतिनो टुटफुटमा अब यो सानोतिनो सामानहरू दिइरहेकोमा हिजो आज त होइन हिजो भर्खर पनि मैले त्यो हाम्रै कोषबाटै पैसा झिकेर 2टा धाराको त्यो भाँच्चा थियो तिनीहरू लिएर आएर गएर हामीले चाहिँ त्यसको कोष पनि बनाएको छौँ। र अस्ति भर्खर मिटिङ गरेर हामीले 10,000 लिटरसम्मको 100 रुपियाँ, त्योभन्दा माथि एक्स्ट्रा चार्ज गयो भने चाहिँ 1000 लिटर बराबरको 20 रुपियाँ इन्टु गरेर उ गर्ने भनेर हामीले माइनोटै बनाएर हाम्रो ग्लोबल आइएमई ब्याङ्कमा के भन्छ एकाउन्टै खातै छ कि त्यो संस्थाको। अनि प्रत्येक महिना चाहिँ मिटर रिडिङ गर्ने अनि त्यसपछि पैसा कलेक्सन गरेर खातामा हाल्ने। अनि टुटफुटको क्षेत्रमा कहाँ के लगानी हुन्छ त्यो सबै समितिले दियो भने खाजा खाने अब त्यो काम गर्न मान्छेलाई लाग्ने अलिअलि खर्चहरू पारिश्रमिकहरू त्यहीँबाट दिइरहेको छ। रेड क्रस सोसाइटीलाई त हामी धन्यवाद भन्न चाहन्छौँ नि, धेरै धेरै धन्यवाद उपभोक्ता समितिको तर्फबाट पनि अनि हाम्रो सबै उहरूको के अरे सबै उपभोक्ताको तर्फबाट पनि म चाहिँ रेड क्रस सोसाइटीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यदि उहाँहरूले बेलैमा आइदिनु नभएको भए हाम्रो त्यो लामा गाउँवासीले चाहिँ खानेपानी चाहिँ त्यही भारी बोकेरै खानु पर्थ्यो। अब त्योभन्दा विकल्प थिएन हामीसँग।